ल ल नमस्कार हामीले चाहिँ यो काम गर्दा घामले यो चाहिँ अनुहार यो हात खुट्टा डढ्छ त्यसले गर्दा हात चाहिँ घामदेखि नडढ्नलाई हामीले चाहिँ यस्तो लेपन लाउनु पर्छ यस्तो लेपन लगाएपछि हातमा निकै यो पुरै हातमा त्यस्तो लाउनु पर्छ 2083 सालको हिलो हो यो खुट्टा पनि घामले नखाओस् भनेर यस्तो लाउनु पर्छ ए त्यसो यता पनि अनि यो पनि पुरै चाहिँ यो निक्याप जस्तै यो चाहिँ पुरै यो घामले नपोलोस् भनेर पोल्ने हो अनि यो चाहिँ हेर्नु है अनुहार पनि नडढोस् भन्नको लागि फेरि अनुहार ल अब अनुहार नडढोस् भन्नको लागि नडोडोस् भनेर ए अनुहार यस्तो लाएपछि डर्दैन अनि घामको छाले हाती छाला चाहिँ जोगाउँछ के जोगाउँछ यसले यो चाहिँ हेर्नुहोस् यहाँ ढेँडो बाँदरहरू नातिनी अलिकति पुगेन है दाँत त कालो त हुँदैन दाँत यति भएपछि हामी घामदेखि जोगिन्छौँ जोगिन्छ 2 महिना भइसक्यो मैले घाममा काम गरेको मलाई केही भएको छैन यति गरेँ अल द बेस्ट यति यो पखालेपछि अनुहार पनि मरिसक्यो